अब हामी चाहिँ हिँड्यौँ एबिसीको ट्रिपतिर है ल हामी यति तीनजना हामी होइन धेरै टाढासम्म यात्रा हुँदैछ हाम्रो अब आजदेखि सुरु है ल यो अहिले चाहिँ हामी होइन धरानबाट नाइट बसमा पोखरा भर्खर झऱ्यौँ है बिहान बिहान यति राम्रो छ हामी तीनजना मौसम कति राम्रो छ अब यसलाई म ट्याक्क देखाइदिन्छु यहाँनिर हेर्नुहोस् हिमाल देख्नुहुन्छ तर हिमाल ल अब हामी यहाँ चाहिँ नास्ता सास्ता खाएर फेरि अर्को बस पकाउनु पर्नेछ होइन ल अब चाहिँ हामी घान्द्रुक बल्ल बल्ल आइपुग्यौँ होइन रातो बाटोदेखिको यात्रा घान्द्रुकसम्मको लगभग 2 देखि 2.5 घन्टा तर बाटो चाहिँ लास्टै डेन्जर थियो अलि यहाँ आइसकेपछि चाहिँ फेरि यस्तो दामी देखियो होइन कति रमाइलो छ यहाँ आइसकेपछि यति दामी छ होइन तर सरकारले पर्यटकलाई साह्रै हेपेको रहेछ बाटो चाहिँ भएन पर्यटक एकचोटि आएपछि अर्कोचोटि आउँदैन यो ठाउँमा खत्तम रहेछ यहाँ ल यो चाहिँ हाम्रो घान्द्रुकको बजार है हेर्नुहोस् छानामाथि सबै यो जति पनि छाना देखिराख्नु सबै यो ढुङ्गाको छाना हो यो पातलो पातलो स्ल्याबहरू सबै हाम्रो घान्द्रुकको बजारहरू हो पुरानो हेर्दा पनि कति राम्रो छ हाम्रो त्यत्तिकै हाम्रो नेपाललाई राम्रो छ भन्दैन नि मान्छेहरूले अहिले चाहिँ हामी होइन डाँडाबाट पछाडिबाट झर्दैछौँ ट्रेकिङमा 2080 साल 8 महिना 2 गतेको दिन हामी हाम्रो केटाहरू पछाडि हिँड्दैछन् एमबिसी होइन अहिले खोलाको आवाज पुरा बजिरहेछ सुन्दाखेरि यस्तो शान्तमा खोलाको आवाज कति मजाको सरर आइरहेछ होइन यहाँ हाम्रो केटाहरू फेरि कहिले क्यामेरै देख्न नपाए जस्तो कालिन थालिहाल्छ उफ्रिन थालिहाल्छ ए मुलाहरू ए मुला खत्तम मुला के गरेको हे तेरिका के गरेको भिडियो बनाइरहेको छु मुलाहरू ए तेरिका रमाइलो गर्नु जान्नु पर्छ हो जिन्दगी भनेको एक पल हो पलमा जिउनु सिक्नु पर्छ चाहे हाँसो होस् चाहे दुःख होस् या पीडा होस् या अनेकौं थरीका जतासुकै होस् यसरी हिँड्दाखेरि चाहिँ हामीले जात जाति वेशभूषा भाषा सांस्कृतिक सहित धेरैको थाहा पाउने गर्न सक्दछौँ भन्दै हामी अहिले लाग्दैछौँ खोलातर्फ अब तल टक्क चिसो खोलामा एकचोटि चुब्लुङ्ग नहुनु पर्ला जस्तो छ आवाज सुन्दाखेरि नै कति रमाइलो लागिरहेछ होइन यस्तो गर्मी भएको अवस्था छ अहिले मेरो केटा जाँदैछ मासतिर होइन यहाँको एउटा ढुङ्गा चाहिँ साह्रै राम्रो रहेछ हो कति मजाको यति ठुलो छ ढुङ्गा यत्रो भिरदेखि यसरी आएर ट्याक्कै यहाँ झर्ला जस्तो मजाको देखेको छ यता ब्याकग्राउन्डमा चाहिँ खोला छ तलतिर अब हामी देउराली आइपुग्न लाग्यौँ होइन फर्किने मान्छेहरूलाई सोद्धा चाहिँ आधी घन्टा भनेछ उकालो हिँड्दा सकिसक्यो आधी घन्टा छ भनेछ अब कति टाइममा पुगिन्छ अनि यहाँ ढुङ्गा अझै मजाले देखिँदो रहेछ होइन यस्तो ठुलो छ मुनिबाट गएपछि अहिले हामी अप्पर सिनुवामा छौँ अप्पर सिनुवा छैन यहाँसम्म आइपुग्न हामीलाई घान्द्रुकदेखि 7 घन्टा लागेको छ है 7 घन्टा हिँडेर खुट्टा चाहिँ धरे फाक भएको छ होइन अनि रुम चाहिँ कस्तो पाएको छ भने यहाँ एउटा बेड फाल्टै छ एउटा बेड यहाँ छ एउटा यहाँ छ सँगै हुनुपर्ने फोटो हेर्नुलाई मात्र यसरी क्याप एउटै सिरानमा आएको पिच्चामा त खाल्टो छ एडजस्ट गरेको छौँ ल भयो आजलाई यति नै किन पोचा बसेको त भिडियो पो त आज हाम्रो एटेटको पार्टी अप्पर सिनुवामा स्याउ शीतल एटेटको साथमा हामी 3 जना छौँ आजको हाम्रो भनेको चाहिँ मेमोरियल पछिसम्म मेमोरी बस्ने खालको दिन हो यति नै भन्नु चाहिँ केही छैन अरू लामो बल्ल बल्ल हामी चाहिँ अहिले दोभानमा आइपुग्यौँ है दोभान आएपछि अलिकति घाम मजाले भेटिँदो रहेछ यहाँ टक्क बस्ने ठाउँ खाने ठाउँ आराम गर्ने ठाउँ होइन यहाँदेखि मासतिर चाहिँ अब देउराली जानु भन्दैछ
यतापट्टि चाहिँ हिमाल देखिन्छ मजाले। अहिले चाहिँ यो माथिको चाहिँ माछा पुछ्रे हो, माछा पुछ्रे हिमाल। ल अहिले चाहिँ हामी अब एकछिन घाम ताप्दै बस्दैछौँ। अब एकछिन पछि फेरि सुरु हुन्छ यहाँ हाम्रो। आज चाहिँ हाम्रो सिनुवारदेखिको अप्पर सिनुवारदेखिको देउरालीसम्मको ट्र्याक छ। 8-9 घन्टा लाग्छ भनेर भनेको छ। भन्नु चाहिँ कति लाग्ने होइन। मेरो 2जना साथीहरू चाहिँ यहाँ पछाडि छ, आउँदैछ बिस्तारै। जाडो भयो भनेर आएको, भएको ज्याकेट खोलेर हाफ बेसमै पसिना आउँदै हिँड्दैछ। ल अब अलिक माथि गएपछि फेरि भिडियो बनाउनु छ है। अहिले चाहिँ हामी देउरालीबाट नि उकालो लाग्यौँ। यो एमबिसीमा बस्ने भगभग गऱ्यौँ हामी चाहिँ होइन। बाटोमा हिँड्दाखेरि आराम गरिरहेछौँ। एकदम राम्रो दृश्य देखिरहेछ अहिले, हेर्नु सक्नुहुन्छ। बल्ल तल्ल गरेर अहिले चाहिँ हामी एमबिसी बेस क्याम्पमा चाहिँ आइपुगेको छौँ होइन। आजको रात चाहिँ हामी बस्यौँ। आज राति एकदम अँध्यारो लाइट बालेर आइपुग्यो। राति त केही पनि देखेको थिएन होइन। अहिले बिहानै उठेर यसो हेरेको। यो चाहिँ माछा पुछ्रे हिमाल हो। अनि यहाँबाट चाहिँ तपाईँको यता यो चाहिँ हाम्रो एबिसी बेस क्याम्प हो। अब हाम्रो टार्गेट भनेको चाहिँ यहीँको हो। अब यहाँबाट 2 घन्टा लाग्छ। 2 घन्टा हिँडेर अब त्यहाँ पुग्नुपर्नेछ। त्यहाँ पुगेपछि बल्ल बल्ल हाम्रो टार्गेट पुरा हुनेछ। यता अहिले चाहिँ मौसम एकदम राम्रो छ। हेर्दाखेरि पनि खुल्ला आकाश छ, एकदम फ्रेस हावा आइरहेछ, चिसो चिसो छ होइन। हात एकछिन बाहिर निकाल्यो भने कठ्याङ्ग्रिहाल्छ, गोजीबाट निकाल्नु मन लाग्दैन, यस्तै छ। फाइनली हामी चाहिँ होइन एबिसी बेस क्याम्प आइपुग्यौँ होइन। अहिले चाहिँ हेलिकप्टर पनि सर्टर आइपुगेको छ। यहाँसम्म मान्छेहरू डाइरेक्ट आउँदो रहेछ। हामी चाहिँ हिँडेर आयौँ, खुट्टा सुट्टा बिग्लिने गरी आयौँ। मान्छे एकैचोटि यहाँ डाइरेक्ट हेलिकप्टरमा आयो, फोटो खिच्यो, गयो, कति सजिलो। अब अहिले हामी चाहिँ फाइनली होइन एबिसीको बेस क्याम्पमा आइपुग्यौँ। यहाँ माथि छ, यो माथिको घरहरू चाहिँ यो तपाईँको बेस क्याम्प हो होइन। यहाँ चाहिँ नमस्ते अन्नपूर्ण बेस क्याम्प लेखेर एउटा बोर्ड छ। अब मान्छेले प्रायः फोटो खिच्ने भनेको नि यहीँ हो। म चाहिँ यही ठाउँबाट एउटा राम्रो भिडियो बनाउँदैछु होइन। देख्नुहुन्छ पछाडि हिमालहरू देख्नुहुन्छ होइन। अनि हिमाल साथसाथै यतातिर एकदम ठुलो ठुलो चट्टान भएको भिडियोहरू छ होइन। कति मजाको छ यो ठाउँ हेर्दाखेरि। वरिपरि हिमाल, जताततै हिमाल, जताततै हिमाल। यहाँ आएपछि चाहिँ अलिकति मन थामिएको छ। यत्रो जति हिँडे दुःख गरेर आए पनि यहाँ आइसकेपछि चाहिँ खुट्टा दुखेको सुकेको सब मान्छेले बिर्सिनुहोस् एक चटमै। पर देखिँदो रहेछ हेलिकप्टर चाहिँ छेउबाट देखाइदिउँ भने चाहिँ आकाश त्यति राम्रो, हिमाल त्यति राम्रो।